त्यस्तो लाउनु नि त चाट्दिनँ म थापेर म तपाईँलाई तर दिन्छु तर त्यहाँनिर के भन्छ त्यो चाट्नको लागि चाहिँ अलिकति क्लियर हुनुपर्छ होइन फेरि अर्कोले हानिरहेको क्लियर भने कस्तो क्लियर भने अलि सफा हुनुपर्छ भने कि ए सफा हुनुपर्छ फेरि मेरो त जङ्गलै जङ्गल छ फेरि तर्सेर भाग्ला थ्याट त्यसो भयो भने त म चाट्दिनँ हौ त्यस्तो जङ्गलै जङ्गल भएकोमा कसले चाट्छ यार भने थोरै न मैले तपाईँले मेरो टाउको चाट्नु भने हो र अनि त्यो जङ्गलहरू त अनि फडानी गर्नु पर्यो नि त अनि आउनु न आगो लगाइदिन पेट्रोल हालेर मट्टीतेल हालेर कति धेरै के छ नि छ र धेरै होइन अब तामाङहरूको चाहिँ त्यति हुँदैन ए त्यसो भए त कति हाँस्नु त्यसो भए त म उखाली 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 पनि सिधाइदिन्छु त्यो त हातले उखाली उखाली पनि त्यही त आउनु नि मेरो यो टाउको कपाल उखाल्दिन साली मैले जानेको छु घरमा आउनु पाउनु त्यसपछि उखालिदिइहाल्छु नि उखालेर हरिब एकदम रहेछ तक्ला बनाइदिन्छु ल चिल्लो बनाइदिन्छु ल ल ल आउनु मेरो कपाल ताक्लो बनाइदिनु जुम्रा छ भने पनि यस्तो खाइदिनु होइन न त त्यसलाई फ्राई गरेर दिन्छु हुँदैन सानो चपाउनु पनि पर्दैन फिचिक्क निल्दा नि खतरा हुन्छ के जुम्रा कि तिम्रो त्यो तपाईँलाई साह्रै गाह्रो भए जस्तो खालि तास र घोडा टेकेको मात्र देखाएर जस्तो त हुँदैन मुख पनि देखाउनु र ब्याक क्यामेरा गराएको छ पागल के घोडा टेकेर बस्छ त बाबा हो कि साह्रो हो घोडा चाहिँ खाइन अनि के साह्रो आमा पुरा खुट्टा सिधा पारेर के आमा गाह्रै भए जस्तो छ हौ टाइट भएन त्यसरी नबस्नु हौ किन पुरा हावा छिराइरहेको जस्तो छ हौ के को हावा छिराउनु यस्तो जाडोमा यार जरुरी छैन घोडासम्म जाडोमा सुरुवात तानेर लाज लाग्दैन अझ कहाँ सुरुवाल तानेको छौ फोक्कटमा थैट त्यही भएर त जाली खुट्टा मात्रै देखाएर चाहिँ अरू चिज देखाउनु न अरू पनि हेर्ने मन छ र तिमीलाई होइन नि भेना तपाईँको मुख हेर्न मन लागिरहेको छ हौ छिटो न मुख मात्रै किन सबै चिज हेर्ने भए ओके नत्र भने नो ओके पादेर कहाँ उडाइदिन्छु अन्त हुन्छ के गरेर पादेर कहाँ उडाइदिन्छ अन्त अन्त बाँडेर अरे कि काटेर भनेको पादेर के पातको बास नै छुट्टै छ कि थैट, त्यो त्यही बाँडेर पस्नु कहाँ हुन्छ? लादिनु बेलुङमा फुकेर लिएर आउँछ अनि पूजाले के गिफ्ट दिएछ भन्नु न त्यसपछि त्यसपछि चाहिँ अनि तिम्रो त्यो तपाईँको त्यसपछि चाहिँ तिम्रो त्यो के भन्छ जङ्गलै जङ्गल भएकोतिर पड्काउने हो बेलुनलाई मेरो त अब पड्काउन मिल्दैन कि मुख नदेखाएर तास देखाएर बस्छ यार मुखै हेर्न मन लागेको तिमीलाई अरू के चाहिँ होइन मुख हेरेर तिम्रो कुरा त्यो गर्नु कति रमाइलो तिम्रो त्यो अमलाको त्यो हेर्न तिम्रो अमलाको नङ आयो कि आएन कहाँ कहाँ आइसक्यो कहाँ कहाँ आइसक्यो के मलाई कुरा गर्नुहुन्छ खै हेरौँ त कहाँ कहाँ आयो यहाँ खै अलि नजिक सबै लिएर देख काटिदिएको हौ भेना। सबै काटिदिएकै किन अहिले सबै अमला युज गर्छ यो भेनासँग पऱ्यो भने त खालि यस्तै कहिले काहीँ पनि जब बर्थडेमा एक दिन के राम्रो कुरा गराएको थियो त्यसपछि त बर्थडे गएपछि फेरि त्यस्तै कुरा गर्न थाल्यो यार के गरेर हाँस्नु भएको थियो
यो त 2.5 करोडको हाँसो हो नि त कहाँ जोतोले हाँस्न सक्छ त त्यस्तो लाउनु नि त 4 दिन म थापेर म तर तपाईँलाई दिन्छु तर त्यहाँनिर के भन्छ त्यो चाट्नको लागि चाहिँ अलिकति क्लियर हुनुपर्छ होइन फेरि अर्कोले हानिरहेको क्लियर भने कस्तो क्लियर भने अलि सफा हुनुपर्छ भने कि ए सफा हुनुपर्छ उम्, फेरि मेरो त जङ्गलै जङ्गल छ फेरि तर्सेर भाग्ला थैट त्यसो भयो भने त म चाट्दिनँ हौ त्यस्तो जङ्गलै जङ्गल भएको म कसले चाट्छ यार भने थोरै न मैले तपाईँले मेरो टाउको चाट्नु भने हो र अनि त्यो जङ्गलहरू त अनि फडानी गर्नु पर्यो नि त अनि आउनु न आगो लगाइदिन पेट्रोल हालेर मट्टितेल हालेर कति धेरै के छ नि छ र धेरै होइन अब तामाङहरूको चाहिँ त्यति हुँदैन ए त्यसो भए त कति हाँस्नु त्यसो भए त म उखाली 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 पनि सिधाइदिन्छु त्यो त हातले उखाली उखाली पनि त्यही त आउनु नि मेरो यो टाउको कपाल उखाल्दिन साली मैले जानेको छु घरमा आउनु पाउनु त्यसपछि उखालिदिइहाल्छु नि उखालेर हरि एकदम प्रसाद तक्ला बनाइदिन्छु ल चिल्लो बनाइदिन्छु ल ल ल आउनु मेरो कपाल ताक्लो बनाइदिनु जुम्रा छ भने पनि यस्तो खाइदिनु होइन न त त्यसलाई फ्राई गरेर दिन्छु हुँदैन सानो चपाउनु पनि पर्दैन फिचिक्क निल्दा नि खतरा हुन्छ के जुम्रा कि तिम्रो त्यो तपाईँलाई साह्रै गाह्रो भए जस्तो खालि तास र घोडा टेकेको मात्र देखाएर जस्तो त हुँदैन मुख पनि देखाउनु र ब्याक क्यामेरा गराएको छ पागल के घोडा टेकेर बस्छ त बाबा हो कि साह्रो हो घुँडा चाहिँ खाइन अनि के साह्रो आमा पुरा खुट्टा सिधा पारेर के आमा गाह्रै भए जस्तो छ हौ टाइट भएन त्यसरी नबस्नु हौ किन पुरा हावा छिराइरहे जस्तो छ हौ के को हावा छिराउनु यस्तो जाडोमा यार जरुरी छैन घोडासम्म जाडोमा सुरुवात तानेर लाज लाग्दैन अझ कहाँ सुरुवाल तानेको छौ फोक्कटमा थैट त्यही भएर त खुट्टा मात्रै देखाएर छ अरू चिज देखाउनु न अरू पनि हेर्ने मन छ र तिमीलाई होइन नि भेना तपाईँको मुख हेर्न मन लागिरहेको छ हौ छिटो न मुख मात्रै किन सबै चिज हेर्ने भए ओके नत्र भने नो ओके पादेर कहाँ उडाइदिन्छु अन्त हुन्छ के गरेर पादेर कहाँ उडाइदिन्छ अन्त हुन्छ बाँडेर अरे कि काटेर भनेको पादेर के पातको बाँच्ने छुट्टै छ कि थैट, त्यो त्यही बाँडेर पस्नु लादिनु बेलुङमा फुकेर लिएर आएको छु अनि पूजाले के गिफ्ट दिएछ भन्नु न त्यसपछि त्यसपछि चाहिँ अनि तिम्रो त्यो तपाईँको त्यसपछि चाहिँ तिम्रो त्यो के भन्छ जङ्गलै जङ्गल भएकोतिर पड्काउने हो बेलुनलाई मेरो त अब पड्काउन मिल्दैन कि मुख नदेखाएर टास देखाएर बस्छ यार मुखै हेर्न मन लागेको तिमीलाई अरू के चाहिँ होइन मुख हेरेर तिम्रो कुरा त्यो गर्नु कति रमाइलो तिम्रो त्यो अम्लाको त्यो मजाले तिम्रो अम्लाको नङ आयो कि आएन कहाँ कहाँ आइसक्यो के मलाई कुरा गर्नुहुन्छ खै हेरौँ त कहाँ कहाँ आयो यहाँ खै अलि नजिक सबै लिएर काटिदिएको हौ सबै काटिदिएकै किन अहिले सबै अम्ला युज गर्छ यो भेडासँग पऱ्यो भने त खालि यस्तै कहिले काहीँ पनि जब बर्थडेमा एक दिन के राम्रो कुरा गराएको थियो त्यसपछि त बर्थडे गएपछि फेरि त्यस्तै कुरा गर्न थाल्यो यार
के गरेर हाँस्नु भएको थियो यो त 2.5 करोडको हाँसो हो नि त कहाँ जोतोले हाँस्न सक्छ त